जय मसी। आज बुधबार जुलाई 29 तारिक साउन 13 गते। आजको शीर्षक रहेको छ तपाईलाई चम्काउने बुद्धि। यो परमेश्वरको ताजा वचन आज तपाईको लागि। प्रियहरू, बुबा आमाले दिएका सामान्य जस्तो लाग्ने सल्लाहहरू पनि जीवनभर हाम्रो मनमा बसिरहन्छन् भन्ने कुरा के तपाईले ध्यान दिनु भएको छ? वर्षौं पछि कुनै विशेष परिस्थिति आइपर्दा उहाँहरूको आवाज त्यही अवस्थालाई सम्बोधन गरिरहेको जस्तो महसुस हुन्छ। एक पटक एक शिक्षकले सफल कम्पनीहरूको नेतृत्व गरिरहेका प्रमुख कार्यकारी अधिकृतहरूलाई सोध्नुभयो, तपाईहरूको जीवनमा सबैभन्दा गहिरो प्रभाव कसले पारेको थियो? पुस्तकहरूले, गुरुहरूले वा तालिमहरूले? लगभग सबैको उत्तर एउटै थियो, हाम्रो मनमा आज पनि गुन्जिरहने बुबा आमाको आवाज। उनीहरूले दिएका सरल र सामान्य लाग्ने शिक्षाहरू नै अन्ततः उनीहरूको चरित्र र जीवनको आधार बने। बाइबलको हितोपदेशको पुस्तक ठिक यही विषयमा छ, दैनिक जीवनका आवाजहरूद्वारा आउने परमेश्वरको बुद्धि। हितोपदेश 1:8 र 9 पदमा यसरी लेखिएको छ, हे मेरो छोरा, आफ्नो बुबाको आदेश सुन र आफ्नी आमाको शिक्षा नत्याग। ती तेरो शिरमा शोभाको मुकुट र तेरो गलामा सम्मानको हार हुनेछ। हेर्नुहोस् त, बुद्धि कुनै केवल सिद्धान्त वा कल्पनाको विषय होइन। परमेश्वरले हाम्रो जीवनमा राख्नु भएका साधारण मानिसहरू, बुबा आमा, साथीभाइ, गुरुहरू र मार्गदर्शकहरू मार्फत उहाँले हामीलाई बुद्धि दिनुहुन्छ। तर सबैभन्दा पूर्ण रूपमा त्यो बुद्धि येशू ख्रिस्टमा प्रकट भएको छ। उहाँ मानव शरीरमा प्रकट हुनुभएको परमेश्वरको बुद्धि हुनुहुन्छ। मुकुट र स्वर्ण पदक सम्मान, प्रतिष्ठा र उपलब्धिका चिन्ह हुन्। त्यसरी नै परमेश्वरको बुद्धि कुनै बोझ होइन, यसले मानिसलाई उचाल्छ, सम्मानित बनाउँछ र गरिमा प्रदान गर्छ। परमेश्वरको बुद्धिमा हिँड्ने व्यक्ति अन्धकारले भरिएको संसारमा उज्यालो झैं चम्कन्छ। त्यसैले तपाईँ वरिपरिका बुद्धिका आवाजहरूलाई तुच्छ नठान्नुहोस्, सुधारका कुराहरूलाई बेवास्ता नगर्नुहोस्, परमेश्वरले प्रयोग गर्नुहुने मानिसहरूका कुरा नसुन्ने नगर्नुहोस् र सबैभन्दा महत्वपूर्ण कुरा यसोलाई नछुटाउनुहोस्, किनकि उहाँमा बुद्धि केवल सल्लाह होइन, जीवन हो। प्रिय मित्रहरू, जब तपाईँ उहाँको बुद्धि धारण गर्नुहुन्छ, संसारले तपाईँमा केही फरक देख्छ। परमेश्वरको महिमा दैनिक जीवनमा झल्किरहेको देख्छ। परमेश्वरको ताजा वचन आज केवल तपाईँको निम्ति। आजको दिन तपाईँको आशीषित रहोस्। परमेश्वरले तपाईँलाई प्रशस्त आशीष दिउन्। जय मसीह।